फोहोर व्यवस्थापन समस्या समाधान खोज्न आयोजित छलफल कार्यक्रममा सांसद आशिका तामाङ र मेयरहरूबीच भनाभन भएको छ। बन्चरे डाँडामा फोहोर व्यवस्थापन, स्थानीयका गुनासा र काठमाडौँ उपत्यकाको फोहोर दीर्घकालीन समाधानबारे छलफल भइरहेको बेला विषयले अचानक चर्को रूप लिएको हो। छलफलका क्रममा सांसद तामाङ र ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनबीच भनाभन भएपछि बैठकको वातावरण केही समय तनावपूर्ण बनेको बताइएको छ। स्थिति असहज बनेपछि बैठकको अध्यक्षता गरिरहेका सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वातावरण शान्त पार्ने प्रयास गरेका थिए। समस्या समाधानको लागि कृपया एक-एकजना नगरौँ। तर विवाद साम्य नभएपछि सांसद तामाङ बैठकबाट बाहिरिएको समाचारमा उल्लेख छ। अब प्रश्न उठेको छ, फोहोरको समाधान खोज्न बसेका जनप्रतिनिधि नै आपसमा भिडेपछि काठमाडौँको फोहोर समस्या कहिले समाधान होला? यो घटनाबारे तपाईँको धारणा के छ? कृपया कमेन्ट गर्नुहोला।